कति बिनु तयारो भाइ जोगिन्दर तिमीले अनुहार देखाउँदैन मैले पहिले मास्क लगाइसके यार भाग बुढोसँग मैले हुडी मगाएको थिएँ लिएर दिएँ कि नै ल्याएनन् कस्तो होला कोट छ त हेन्सम कोट लाएर हिँडेको कि बिहामा हिँडेको र अफिस आउँदाखेरि त यस्तो भयो सुमन चल पछाडिको नि आएन अगाडिको नि कहाँ पुगिसक्यो यार डर लाग्दो बाटो रातिको बेलामा तनाव भोसडीको क्या गरौँ छन् त्यही छन् लाग्छ गाडी हामी मुस्ताङ त पुग्ने होइन पुगिस मुस्ताङ भोसडीको पाल्पादेखि भित्र छिरेर उति हो क्या के उत्यो त कतिवटा उत्यो गयो ढाड दुखिसकेमा बस्दा बस्दा यसै त सन्चो छैन ओइ बोमबहादुर विष्ट तैले त्यही साथ चस्मा लाएर के कालो चस्मा होइन हो त्यहाँबाट चाहिँ माथि आइन् के रे त्यहाँबाट माथि आयो यो राइट आउँछ बिचमा एउटा माथि जाने बाटो भयो र राइट जाने बाटो भयो हल्का पहिरो गयो जस्तो नि छ है बाटो बनाएको हजुर हजुर पुऱ्याइदिने भन्दै यो हल्का यो के अरे पहिरो गयो आज नयाँ ठाउँहरू जान थालेको नयाँ ठाउँहरू जान थालेको त्यही त लोकेसन हेर चल्न पर्यो दाइ जङ्गलको बिचमा राख्दै यता नजानु भन्थ्यो कि त्यो मान्छेले त हामीलाई यता नजानु त्यही बाटो हो के त्यो लोकेसन के हो भन यार यतैबाट सिधै हो गाउँघर इको फार्म अबे गाउँघर जान थालेको किन थाहा नहुने र मैले भनेको भाइ त्यही भयो भनेर तर बाटो त थाहा होइन तर गाउँघर थाहा फाइनली भेटियो गाइस फाइनली यताबाट नि रहेछ त बाटो के रोग लाग्यो आएको थिएन पहिला यहाँ ठिक अनि दामी छ एम्बियन्स त बवाल छ तर बवाल छ वेलकम आविष्कार सुन न हामी नेचरले एग्रेसिभ मान्छे भ्लग गरे पिस र काम ठाउँको के भन्ने ओए वाउ जस्ट लुक एट इट के दामी हो मैले खर्च गर्न मिलेन हेर्नुस् देखाइदिनु यो ए यो त भ्रष्टाचारी हो म्या हैन यस्तो यस्तो क्यामेरा उतातिर फर्काएर मिल्दैन यो ओए पाण्डे मैले त खर्च गरिसके मैले खर्च गरिसके अब गर्नै मिल्दैन क्याम्प गाउँ एजुकेसन ओहो यहाँ त जति खिच्नु पुग्दैन कि त्यस्तो छ कि बवाल तिमीले उस मोबाइलले आइफोन ल्यायो कि नै नि भनि हाइछन् पुल न्यू पनि हामीले भित्र अलाउ गर्छौँ अब त्यो अब खाने अब रक्सी त्यस्तोलाई चाहिँ बाहिरै हो त्यसलाई चाहिँ मासु मात्र पोल्ने हो त हामीले गरिदिन्छौँ त्यो अलि खानालाई चाहिँ अलि
जे भन्नु त्यही बन्छ हैन। मासुमा के पाउँछ? चिकन अरू पाउँदैन? यस्तो गर्नुमा त हामीले बार्बिक्युलाई अब भित्र मासु हो हैन। चौसुकुटीको भात खानु पर्छ त्यो चाम्रो हुन्छ कि सुकाएको च्याउ हो के ट्राई गर्ने र भन्दाखेरि पनि मासुको स्वाद आइहाल्छ चौसुकुटीले। यस्तो गर्नु नि त राम्रो रहेछ के थकाली सेटमा आउँछ के थकाली सेटमा कहाँ थकाली खाने पालपाली सेट खाने हो ढेडो खाए पनि त्यही थकाली सेटमै आउँछ के थकाली खाने त पुरुतिर जान्छ अनि यहाँ आएपछि पालपाली सेट खाने हो थकाली सेट खाने हैन यहाँ त त्यसमा के अरे अझ दाइ अझ दाइ फेरि भन्नु के अरे दोबारा ठिक हुन्न हस्तले खानु रहेछ कस्तो राम्रो शब्द आएर च्याउ चिल्ली तपाईँ आउनु कहाँ यस्तो यहाँ च्याउ चिल्ली नआउनु पर्ने के च्याउ खुर्सानी हुनुपर्ने हो इको फार्म हो नि भाइ यार खुर्सानीलाई पनि केरासेक रहेछ ए यो त उसलाई किरे भाइलाई हो किरे भाइले हो यहाँ खाने केरासेक गाउँको केरासेक सुन सबै बुढो भयो तिमी सबैजना बिहा किन भएन भनेको बल्ल बुझ्यो कपर वारमा रातभरि बिहानसम्म के भन्छ मजाले कसैले के भन्नु दाइ एकजनाले होइन यो त एकदम उस हो छुट्टै भएको ठाउँ हो के अरे आगो बालिदिनु पठाइदिनु है एकदम जाडो भयो हामी चाहिँ चल्दै आगो र कप केटा भात अब भात खानुपर्छ अब भात खानुपर्छ अब म त भात खान्छु इमर्जेन्सी गरेँ म त खान पाएर कस्तो भयो है सिक भयो है दुले तर मलाई बल को हिन्दी बोलेको यहाँ मामाएर को हिन्दी बोल्छ है नौवटामा पर्यो के फेरि एकाट भिडियो बनाउँगा नौवटामा इन्डियन पनि परेछ के अब त बोले यो माग्या दुले के बनाउने रे खाना बल्छ हामी कुन ठाउँ आएको रे धुला कुन ठाउँ आएको हामी बर्तुङ त वहाँ पर हो बे यो को हो डुम्रे हो बे यो को छ बर्तुङ यो न क्यामेरा इधर फोकस करो जनरल नलेज कम वाले वाला जनरल नलेज नभएको मान्छे यही हो ठिकै छ हाम्रो योगेन्द्र भाइको सानो मान्छे यही हो हराउँछ है ख्याल गरो अझ एउटा खाना आएन यार फोकस करो इधर फोकस करो सानो मान्छे कता छ हाम्रो इङ्ग्लिसमा कता छ न आज इंग्लिश बोल्छ बाकी ऊ त पराको चन्द्रमा देखा त भाइ ऊ पराको तारा तारा हैन के दाइ त तारै हो घरले सुन्दैन कि अब हामीले भन्नु तारा भन्न पर्यो नि त अनि क्यामेरामा इधर फोकस करो यो चाहिँ एयरबड्स गिभ अवेको लागि गाउँ खाने कथा उज्याली चरी आगोमा झरी पुच्छरले पानी खाँदै झलमल्ल बलि के हो
भनेको रातै रहेछ स्टार्ट गरेको फेरि हिँड्यो कुद्दै हिँड्यो